नमस्कार दर्शकबिन महानुभावहरू, यहाँलाई हाम्रो च्यानल नेपाली न्युजमा फेरि पनि स्वागत छ। आज मिति 2082 साल कार्तिक 30 आइतबार। देश तथा विदेशका सम्पूर्ण महत्त्वपूर्ण खबरहरू पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र भिडियो मन परे एक लाइक पनि अवश्य गरिदिनुहोला। आजको समाचारहरू निकै नै महत्त्वपूर्ण छन्, भिडियोलाई अन्त्यसम्म हेर्न नबिर्सिनुहोला। सुरु गरौँ आजको मुख्य समाचारहरू। धरानका मेयर हर्क साम्पाङ प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्। उनले मागतिर राजीनामा दिए त्यसबेला करिब 14 महिना कार्यकाल बाँकी हुनेछ, जसले कानुन अनुसार धरानमा उपनिर्वाचन गराउने अवस्था आउनेछ। श्रम संस्कृति पार्टी दर्ता गराइसकेका साम्पाङ 2069 सालको सफलतापछि अब सङ्घमा चुनौती लिन निकै सक्रिय देखिन्छन्। यता एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभामा असंवैधानिक रूपमा विघटन भएकाले पुनर्स्थापना गर्नुपर्ने धारणा दोहोर्याएका छन्। संसद पुनर्स्थापित भएपछि मात्रै देश राजनीतिक निकासतर्फ जाने उनको तर्क छ। साथै उनले पत्रकारिता स्वतन्त्रता कमजोर भएका सङ्केतहरू देखिन थालेको भन्दै सचेत रहन अपिल पनि गरेका छन्। नेपाली काङ्ग्रेसमा 1 महिनादेखि केन्द्रीय कार्य समिति बैठक चलिरहेको छ, तर महाधिवेशनको मिति वा प्रकारबारे सहमति अझै बनेको छैन। नियमित 15औं महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने देउवा समूह र गगन विश्वप्रकाश शेखर समूहबीच मतभेद टुटेको छ। चुनाव नजिकै जाँदा स्पष्ट निर्णय नआएपछि पार्टी अझ अनिश्चितको अवस्थामा छ। देउवा नेतृत्व र गगन विश्वप्रकाश शेखर नेतृत्वबीच छुट्टै बैठक र छलफल भए पनि सहमति देखिएको छैन। केही सदस्यहरू चुनाव अघि कुनै पनि महाधिवेशन नगर्नुपर्ने भन्ने पक्षमा छन् भने अर्को समूह विशेष महाधिवेशन अनिवार्य हुनुपर्ने तर्क छ। बहुमतको बलमा निर्णय गर्ने चेतावनीसम्म आएपछि आन्तरिक तनाव झन थपिँदै गएको छ। महासचिव विश्वप्रकाश शर्माले सभापति देउवालाई महाधिवेशनको मागलाई व्यवस्था नगर्न चेतावनी दिएका छन्। 54% प्रतिनिधि विशेषले महाधिवेशन माग गरेकाले विधान अनुसार कदम चाल्नुपर्ने उनको जोड छ। विधान विपरीत निर्णय भए आफू महामन्त्री पदमा बस्ने छैनन् भन्ने कडा सन्देश उनले देउवालाई दिएका छन्। हस्त आजको समाचार यति नै।